डुबाउ सुरु हुन लागिरहेछ। यस्तो बाटोमा पनि पानी एकदम शीतल पानी परै गरेर डुबाउको सम्भावना धेरै नै देखिरहेको छ। ननस्टप बिहानदेखि पानी परेको छ। हजुरहरूलाई म यहाँको स्थिति देखाउने नै छु। एकदम यहाँ चाहिँ पुरै पानी परेर हावा आएर एकदम माहौल चिन्ताजनक बनिरहेको छ। यस्तो छ हाम्रो बाटो चाहिँ एकदम सुनसान लागिरहेछ। अहिले चाहिँ हावा पनि एकदम चुयोई खतरा कडा आइरहेछ। हावा सँगसँगै पानी पनि परेकोले म चाहिँ एकदम छाता ओढेर अघि बढिरहेको छु। मैले चाहिँ हिजो ड्युटी जाँदाखेरि छाता बोकेर गएको थिएँ। आउँदाखेरि घाम लागिरहेको थियो, त्यही भएर छाता पनि बिर्सेर आएको थिएँ। त्यही भएर सापट्टि अर्को छाता मागेर मेरो छाता लिएर आउँदैछु। हेर्न सक्नुहुन्छ भित्रबाट पानी यसरी निस्किरहेको हुन्छ। देख्न सक्नुहुन्छ भित्रबाट पानी एकदम सबैले निस्किरहेको छ। अहिले धेरै नै हिँडिसकेको छाता उड्न समेत दिइरहेको छैन। हेर्न सक्नुहुन्छ फुल फुलेको एकदम राम्ररी फुलेको छ फुल चाहिँ। पर बाटोमा यस्तो खराब पारेर नि तपाईँलाई देखाउने छु। अहिले त अलिक ठिक भएछ। अघि चाहिँ एकदम खराब थियो। त्यहाँ मान्छेहरू भएकोले म भिडियो एकछिन रोक्छु ल। जहाँ सफा भए पनि कहिलेकाहीँ पानीले खोर पनि बनाइदिन सक्छ। तर अहिले भएर एकछिनमा यो सफा पारिसकेको हुन्छन् मान्छेहरू धेरै नै जङ्गलीको समयको। एकछिनमा यो खोरहरू केही हुँदैन। अहिले पानीको ठुलो बाढी आएर यस खोरहरू निकालेको हेर्नु। फुलहरू कति मजाले फुलेको छ। वाउ, यो त झन् कस्तो मनपर्छ मलाई। यो फुल चाहिँ साह्रै मनपर्छ। अरू पनि नेपालको यस्तो ठुलो तर धेरै रोपेकोले यहाँ चाहिँ धेरै राम्रो देखिएको हो। नेपालको यस्तो फुल चाहिँ बाटोको अवस्था अहिले पनि यस्तो नै छ। एकदम सफा बाटोमा एक्कासी पानी परेर जनजीवन कष्टकर बनाएको थियो। फुल त कति वरपरै छ, सबै फुलहरू फुल्छ। म पनि यो फुलसँग रमाउँदै छाता खाइसाबाट छाता लिएर अब फेरि ड्युटी जानुपर्ने छ। पानी पर्दैछ सँगले। धेरै नै राम्रो मौसम भएको छ आज चाहिँ। पानी परेर खोरेर यत्रो लाग्छ। म सुरक्षित हिँड्दैछु। हेर्नु चाहिँ अझै देखाउने बाँकी छ। फुल यो चाहिँ गुलाब हो। गुलाब तर कस्तो मजाले फुलेको छ है। यहाँ चाहिँ पानी आउँदैछ। यो चाहिँ मोमिजी हो है। अहिले चाहिँ हरियो देखिरहेको छ। बिस्तारै रातो हुन्छ मोमिजी हो। मोमिजी हरियो प्राकृतिक बिरुवा। म चाहिँ रुममा आइपुग्नलाई अब रुमको नजिकै आइपुगेँ। म छिट्टै नै मेरो रुम पुग्दैछु। लगभग अब 5-6 मिनटमा म पुग्छु। हेर्नु न पानी यस्तो कहाँबाट आएको त्यति मलाई पनि थाहा छैन। म चाहिँ अहिलेलाई बन्दाखेरि है त। यहाँ पानी एकदमै लिकेज भइरहेको जस्तो छ। नयाँ गाडीले अब पानी ल्याएन मलाई। यस्तो छ है पानीको अवस्था। म जुत्ता लाएर पानीमा छम्ने हिँडिरहेको छु। मौसम चाहिँ एकदमै राम्रो देखिरहेको छ। मेरो मोबाइलको क्यामेरा राम्रो नभए पनि यहाँ पनि फुल देख्न सक्नुहुन्छ। यो पनि नेपालमा भयो जस्तो हो। मेरो रुम चाहिँ यस्तो बोर्डदेखि टाटेको हो। मेरो घर चाहिँ त्यही हो मेरो घर। मेरो घर चाहिँ त्यही हो ठ्याक्कै भन्नुपर्दा यही हो है। म आइपुगेँ फाइनल्ली।